सिक्किमको दक्षिणी सिक्किम जिल्ला बौद्ध संस्कृति, कला र धर्मको एक प्रमुख केन्द्रको रूपमा सामुन्ने आइरहेको छ। समुद्रोपच्चै पहाडमा निर्मित भगवान पद्मसम्भवको 135 फिट अग्लो अद्वितीय मूर्ति यसको एक उदाहरण हो। विश्वमा यस प्रकारको यो सबभन्दा अग्लो मूर्ति हो। यसले दक्षिण सिक्किमलाई दुनियाँभरिमा एउटा विशेष पहिचान दिलाएको छ। त्यही अर्कोपट्टि जोरथाङ बीएसीका तिनिक चिसोपानी ग्राम पञ्चायतका भारत निर्माण भोलिन्टियरहरूले पनि आफ्नो एक अलग्गै पहिचान बनाइरहेका छन्, जसको उदाहरण हो भारत निर्माण भोलिन्टियरहरूका लागि बनाइएको आफ्नो यो पहिलो कार्यालय। यो अनौठो यसकारण छ कि भारत निर्माण भोलिन्टियर्सका लागि कुनै पनि प्रकारको कार्यालयको प्रावधान छैन, तर यो सम्भव हुन सक्यो यिनीहरूको मेहनत, लगन र सेवा भावनाको कारण। यसलाई सम्भव बनाउनमा मद्दत गरे तिनिक चिसोपानी ग्राम पञ्चायतका प्रधान पञ्चले र हाम्रो पञ्चायत प्रेसिडेन्टसँग सल्लाह गरेर उहाँले हामीलाई यो अफिस चाहिँ हामीलाई उहाँले दिनुभएको र उहाँ मात्र होइन, यो अफिस दिनुमा सबै जिपिकेको पञ्चायतहरूको हात छ। ग्राम पञ्चायतको सहमति प्राप्त भएपछि भारत निर्माण भोलिन्टियरहरूलाई आफ्नो अफिस प्राप्त भयो। त्यही यिनीहरूका कामलाई सजिलो र तकनिकी रूपले मजबुत बनाउनका लागि एसआइआरडी उनीहरूलाई कम्प्युटर उपलब्ध गरायो। यसअघि यिनीहरूले एसआइआरडीमा नै भारत निर्माण भोलिन्टियरको प्रशिक्षण हासिल गरे। हामीले उहाँहरूको त्यो उत्सुकता, उहाँहरूको जोसलाई हेरेर उहाँहरूलाई डकुमेन्टेसन गर्न कतिवटा कुराहरूको जरुरत पर्छ होला भनेर हामीले एसआइआरडीको तर्फबाट हामीले प्रत्येक 3टा जिपीलाई एक-एकवटा कम्प्युटर सेट पनि हामीले हस्तान्तरण गरेका छौँ। जब हामीलाई कम्प्युटर दियो त्यहाँदेखि हामीले धेरै कामहरू सजिलो तरिकाले गर्न थालेका छौँ र हामीले त्यसमा त्यो कम्प्युटरभित्र चाहिँ हामीले धेरैवटा डेटाहरू जति पनि गभर्मेन्ट स्किमहरू आउँछ त्यो सबै कुराहरू हामीले यसमा लगाएको छौँ। एमजी नरेगाको भयो, ओएपी भयो, कच्चा हाउस सबै हामीले रेकर्डहरू चाहिँ कम्प्युटरमा राख्ने गरेको छौँ। पहिले अफिस खुल्यो अनि कम्प्युटर प्राप्त भए। यसबाट भारत निर्माण भोलिन्टियरहरूको काम निकै सजिलो भयो। यहाँ आफ्ना समस्याहरूको समाधान पाउनका लागि गाउँलेहरू आउँछन्। उनीहरूका आवश्यकता र समस्यालाई सजिलो गरी रजिस्टर गरिन्छ। अब मानिसहरूका कुराहरूलाई सम्बन्धित अधिकारीहरूसम्म पुर्याउनु सजिलो भएको छ। पञ्चायत भवनमा अफिस हुनाले बीएनभी पञ्चायत सदस्यहरूको सम्पर्कमा रहन्छन्। यसबाट एकातिर गाउँलेहरूलाई सुविधा त हुन्छ नै, साथै पञ्चायतलाई पनि रेभेन्यू जेनेरेसनमा मद्दत मिल्दछ। पहिला पञ्चायत भवनमा ग्रामसभाहरूमा मान्छेहरू प्राय हुँदैन थियो, 2-4 जना हुन्थ्यो, जति हुनुपर्थ्यो त्यति हुँदैन थियो। अचेलभोलि यो भोलिन्टियरको तर्फबाट भनौँ या उहाँहरूले सम्झाइ बुझाइ गरेर होला ग्रामसभामा पनि काफी मान्छे थुप्रिन थालेको छ र निकै सबैले अब त बोल्नु पनि सक्ने भइसकेको छ, आफैले तर्क वितर्क पनि गर्न सक्ने भइसकेको छ। बीएनभीले पञ्चायत र गाउँलेहरू बीच मानव एक साँघुको रूपमा काम गर्न थाले। उनीहरूले सरकारी योजनाहरूसँग जोडिएका थुप्रै आँकडाहरू जुटाए। यिनमा सरकारद्वारा सञ्चालित योजनाहरूसँग जोडिएका जानकारीहरू सामेल थिए। यसबाट यो जान्नमा मद्दत मिल्छ कि मानिसहरूलाई यी योजनाहरूको कतिको फाइदा पुगिरहेको छ र को यी योजनाका लाभहरूबाट वञ्चित छन्। यी जानकारीहरू जम्मा गर्नका लागि भारत निर्माण भोलिन्टियरहरू गाउँका घर घरमा पनि जान्छन्।
उनीहरूका जीवनस्तरको बारेमा बुझ्दछन् साथै पत्तो लगाउँछन् कि उनीहरूसँग कुन किसिमका सुविधाहरू उपलब्ध छन्। यस प्रकार गरिबी रेखामुनि जीवनयापन गरिरहेका परिवारहरूको चिन्हारी गर्नमा मद्दत पाइन्छ। गाउँलाई, गाउँको ग्रामवासीहरूलाई उहाँहरूले एकदमै सही निर्देशनहरू गरेर गाउँमा कुनै पनि काम गर्नुको लागि, कुनै पनि सहयोग गर्नको लागि, कुनै पनि डेभलपमेन्टको कार्यमा अगाडि बढोस् भनेर उहाँहरूले अहिलेसम्म यो काम गरिरहेको छ र फ्युचरमा यसरी नै उहाँहरू अगाडि बढोस् भन्ने मेरो उहाँहरूलाई शुभकामना टक्राउन चाहन्छु। सरकारले जुन स्वास्थ्य अभियानहरू चलाउँदैछ ती त्यति बेला मात्रै सफल हुन सक्छन् जब तिनका फाइदा हरेक खाँचो भएकाहरूसम्म पुग्छ। यस्तै केही पल्स पोलियो अभियानसँग पनि छ। सरकारले आफ्नो तर्फबाट पूरा कोसिस गरिरहेको छ, तर गाउँलेहरूको व्यवहार उदासीन थियो। यस्तो स्थितिमा भारत निर्माण भोलिन्टियरहरूले यसमा बढी चढिकन भाग लिए। उनीहरूले मानिसहरूलाई जागरुक त गरे नै, साथै उनीहरूलाई आफूसँग पल्स पोलियो बुथसम्म लिएर पनि आए। यो अभियानलाई सफल बनाउनका लागि पूरा सक्रियताका साथ जुटे र मानिसहरूको भागीदारी बढाउनमा मद्दत गरे। पहिला धेरै कम्ती थियो अनि हामीलाई खबरहरू मतलब पुर्याउनु पनि धेरै अप्ठ्यारो पर्थ्यो। धेरै अहिले चाहिँ सजिलो भएको छ। अहिले चाहिँ बिएनबी जस्ता भारत निर्माण भलिन्टियरको अन्तर्गत पनि धेरै कामहरू भइरहेको छ। उनीहरूले पनि धेरै कुना कुना जग्गामा गएर आफू घुमेर घर घरमा गएर पनि यसरी नानीहरूलाई ल्याउने कामहरू उनीहरूले गरिदिरहेको छ अनि धेरै कभर छ अहिले। पल्स पोलियो अभियान बाहेक हरेक महिना हेल्थ क्याम्पको आयोजन गरिन्छ। यसमा हरेक महिना परिवारका सबै सदस्यहरूको स्वास्थ्यको जाँच गरिन्छ। उनीहरूलाई हेल्थ कार्ड पनि जारी गरिन्छ। यसमा पनि बिएनबी पुरा तत्परताका साथ सक्रिय रहन्छन् र उनीहरूका प्रयासहरूलाई जिल्ला र पञ्चायत प्रशासनबाट पनि पुरा समर्थन मिल्दछ। यिनै कोसिसहरूको परिणाम हो कि हेल्थ क्याम्प अब पहिले भन्दा धेरै सफलतापूर्वक सम्पन्न हुन्छन्। तिनिक चिसोपानीका भारत निर्माण भोलिन्टियरहरूलाई यसै निस्वार्थ सेवा भावनाका लागि भारत निर्माण ग्राम रत्न पुरस्कारद्वारा सम्मानित गरियो। तिनिक चिसोपानीका भारत निर्माण भोलिन्टियरहरूका प्रयासहरूले एउटा उदाहरण प्रस्तुत गर्दछन् जसले हरेक बिएनबीलाई निस्वार्थ सेवाको मार्ग देखाउँछ।